सो गाइज म चाहिँ यत्रो दिन हजुरहरूलाई भनिराखेकै थिएँ नि हाम्रो गाउँमा चाहिँ देवी भागवत हुन गइरहेको छ भनेर र फाइनली त्यो दिन पनि आइपुग्यो। आज चाहिँ पुराणको पहिलो दिन कलश यात्राको दिन थियो र मेरो प्यारो गाउँ भन्दाखेरि चाहिँ असम सोनितपुर जिल्ला अन्तर्गत ढेकियाजुली धिराई माजुली गाउँमा चाहिँ आजबाट 9 दिनको श्रीदेवी भागवत पुराण लाग्दै गरेको हो। अब पुराण भनेको सुनेपछि चाहिँ नआइकिन को बस्न सक्नुहुन्छ होला र त्यसैले सबै भक्तजनहरू एकदम तयारी भएर निक्लिसक्नु भएको थियो नदीबाट जल ल्याउन भनेर र बाजा पनि थियो साथमा र बाजाको साथमा नृत्य गर्नेहरू भक्तहरूले चाहिँ एकदम नृत्य पनि गरिरहनु भएको थियो। मेरो भ्लग भिडियो हेर्ने जो फ्रेन्ड्सहरू भ्युवर्सहरू हुनुहुन्छ छेउछेउमा हुनुहुन्छ र हाम्रो गाउँमा लागिरहेको पुराणमा आउन सक्नुहुन्छ उहाँ फ्रेन्ड्सहरू चाहिँ अवश्य आउनु होला जसै गरेर भए पनि र साथैमा मसँग पनि भेट गरेर जानु होला। मलाई नि साह्रै राम्रो लाग्छ र मैले चाहिँ हजुरहरूलाई हार्दिक निमन्त्रणा दिएकी छु। अहिले चाहिँ हामीहरू नदी पनि आइपुगिसकेका छौँ। मैले चाहिँ हजुरहरूसित गफ गर्दै हजुरहरूलाई निमन्त्रणा दिँदै थिएँ। कति छिटो नदी आइपुगेछौँ केही थाहा नै पाइनँ र हामीहरू चाहिँ आएका थियौँ बेलसिरी नदीमा। बेलसिरी नदी चाहिँ धिराई माजुली र गोरुडुबाको बिचमा छ। यता चाहिँ सबैजना भक्तजनहरू आइपुग्यो र कति राम्रोसँगले लाइन लाग्नु भएको रहेछ कलशमा जल भराउन भनेर र साथै यता चाहिँ गुरुजीले मन्त्रहरू पनि पढिरहनु भएको छ। गुरुजीले मन्त्रहरू पढिसकेको बादमा चाहिँ हामीलाई घडामा जल लिनु भन्नुभयो र मैले पनि आफ्नो घडामा जल लिएँ अनि यता मम्मीले पनि आफ्नो घडामा जल लिनुभयो। यहाँ चाहिँ हुनुहुन्छ मेरो दिदीले पनि आफ्नो घडामा जल लिनुभयो र सबैजना मिलेर हामी चाहिँ अघि बढ्दैछौँ अहिले मन्दिरतर्फ र अहिले चाहिँ सबैजना निक्लिसक्नु भएको छ आफ्नो आफ्नो घडामा जल लिएर र पुराण भनिसकेपछि चाहिँ भक्तिको साथैमा साह्रै नै रमाइलो फुर्ती पनि हुन्छ। सबै भक्तजनहरू जल लिएर आइसक्नु भयो र आफ्नो आफ्नो घडा राखेर सबैजना चाहिँ नृत्य गर्न थाल्नुभयो। बाजा चाहिँ यस्तो राम्रोसँगले बजिरहेको थियो र पुराण भनिसकेपछि त ननाचिकन फुर्ती नगरिकन त कहाँ भक्ति गरे जस्तो लाग्छ र सबैजना भक्तजनहरू चाहिँ नाचिरहनु भएको थियो। यो चाहिँ हो व्यास मण्डप जहाँ चाहिँ भोलिबाट गुरुजीले यहीँ बसेर हामीलाई कथा श्रवण गराउनुहुन्छ र यो व्यास मण्डप चाहिँ कति राम्रोसँगले डेकोरेट गर्नुभएको रहेछ। यता चाहिँ दिदी र हजुरआमा भएर केही कामहरू गर्दै हुनुहुँदो रहेछ। यता चाहिँ हाम्रा बुनुहरू कस्तो राम्रोसँगले चिटिक्क परेका रहेछन् ढाकाको साडी लगाएर। मैले बुनुहरूलाई आउन एउटा रिल्स बनाऊँ भने उनीहरू तीनजनाले आफ्नो फोन लिएर कस्तो इन्टरेस्ट दिएर गान खोज्दैछन्। हुन्छ त फ्रेन्ड्स आजको मिनी भ्लग म यहीँ एन्ड गर्नेछु।